सबैजनालाई हामी आज जान लागिरहेको छौँ बारबेक्यू गर्नलाई हिउँ परेको मौसममा गाइज हामी हेलो गाइजहरु हामी लाग्यौं है नेपालमा यहाँदेखि हामी निस्किसक्यौँ है रुमबाट अब हामी जाँदैछौँ सबैजना त्यहाँ मार्केट जान्छौँ किन्छौँ केही सामानहरू किन्नु छ अनि त्यसपछि हामी ट्याक्सी चढेर हामी पार्कमा जान्छौँ त्यसपछि के हुन्छ अझै हामी हेर्दै गर्नु पर्ला यहाँ टोलीहरू आउँदैछन् त्यताबाट त गाइज हामी चाहिँ रुमबाट बाहिर निस्किसक्यौँ अब हामी देखाइदिउँ नि यो अझै पग्लेको यस्तो हिलो भइरहेको छ आइस भइछ ढुङ्गा जस्तो छ पग्लेकै छैन यो हिउँ देख्न सक्नुहुन्छ अब हामी चाहिँ त्यहाँ सानो क्यारिफोरमा एउटा सानो काम छ केही सामान लिनु पर्नेछ अनि त्यसपछि हामी ट्याक्सीहरू जान्छौँ यस्तै ट्युन गाइज हाम्रो पिकनिक जाने टोलीहरू है पिकनिक जाने टोलीहरू यहाँ हुनुहुन्छ जाडो मौसमलाई च्यालेन्ज गरेको हो आज हिउँ परिरहेको छ ल जाम हामीले फेरि मौसमलाई च्यालेन्ज गर्ने फेरि आगो बाल्दिनु यस्तो हिउँ परेर सपिङ हुँदैछ है ल गाइज यहाँ देख्न सक्नुहुन्छ छोड्नु न ल यही सपिङ गर्न आएको गाइज अब हामी सामान किनेर निस्किँदैछौँ क्यारिफोरबाट बाहिर यस्तो धेरै हिउँ परिरहेको छ यहाँनिर ल देख्न सक्नुहुन्छ हिउँ परिरहेको गाइज हामी यस्तो राम्रो ठाउँमा बारबेक्यू गर्न आएको छौँ चिप्लो होला है चिप्लो होला यस्तो राम्रो ठाउँ छ कि हामी यहाँ बारबेक्यू गर्न आएको है गाइस यता हेर्नु छैन सरसफाइ हुँदैछ यहाँ यस्तो राम्रो ठाउँमा हामी आगो बालिसकेको छौँ आगो बलिसक्यो देख्न सक्नुहुन्छ राम्रो ठाउँमा आएको छौँ नि हामी पिकनिक जाडोमा पिकनिक खाना वा हिउँ नै अनि यहाँ चाहिँ छु म हिउँको बिचमा म यता हेऱ्यो यता हेऱ्यो गाइज यहाँ बारबेक्यू स्टार्ट भइसक्यो है हाम्रो चिकन विङ्स स्पेशल रोमानियाको कुकले यहाँ बारबेक्यू गर्दैछ अनि चिकन यहाँ विङ्स यता पोर्क नि छ है साइडमा कलर मात्रै सेम हो तर यो मासु डिफ्रेन्ट नहुनु मामा भन्दा कानु मामा पनि उत्तमै हुन्छ अरे कि बट त्यो अहिले पर त्यति नै हाल्नु न नि किन गाइज देख्न सक्नुहुन्छ यहाँ बारबेक्यू भइरहेको छ अनि हिउँ नि परिरहेको छ अहिले यस्तो हिउँ परिरहेको छ यहाँ बारबेक्यू भइरहेको छ है अनि म चाहिँ यसो सानो क्लिप्सहरू बनाऊँ भनेर हेर्दै गर्नु होला रेडी भइसक्यो है अब म चाहिँ चाख्छु है पहिला छैन बोर्सन आँखैले बोलिदेऊ यस्तो नखिच्छौ खिच्नु परिहाल्यो नि त अनि मसँग खै चेस गरेको त अनि एकजना बहिनीलाई बिर्सिन्छ नि यार दाइहरू के भन्नु यस्तो छ चेस पोस्ट पाकै छ गीत सुनेन र सौली बजारमा खाना खान्बो ताना तान्बो मैले भिडियो बनाउँछु नाच्छु के मलाई देखेर ताना तान्बो ताना तान्बो मलाई देखेर
भाइले सर्ट बनाउने हो तिमीलाई देखेर भाइ भाइ यसो छ यहाँ यस्तो एउटा एउटा यो चाहिँ राम्रो हुनु पर्यो फेरि आगो नि बलिरहेछ यो रमाइलो एउटा हातले बज्दैन ताली त यस्तो हो सजिलो जस्तो यस्तो दिनुपर्छ आगो पनि निकाल आगो निक्लिएको छ यस्तो जाडोमा क्याम्प फायर हान्ने कहिले काहीँ यसो टक्क बस्नु खाली त्यही रुममा 2 बोतल बियर चारैतिर हिउँ छ ल चारैतिर हिउँ छ हामी यहाँ बार्बिक्यू गरेर यस्तो आगो तापेर बार्बिक्यू गरेर खाइरहेछौँ स्टिल यहाँ नै हिउँ छ ल ल देख्न सक्छ म निकालेर देखाइदिन्छु यो फेरि अरू नै भन्ला नि हैन हिउँ हिउँ यो जलेर यो जमेर आइस भइसक्यो यो तोडिएन हेलो गाइस म चाहिँ आज हैन टक्कै हिउँबाट निकालेर बियर खान्छु आज म कहाँ गयो बियर कहाँ गयो मेरो ये ल गाइज अब मेरो भ्लग यही इन्ड हुनेवाला छ यो चाहिँ हाम्रो लास्ट ल सबैजना आउनु होला भ्लगमा सकिन लाग्यो हाम्रो राइट भ्लग हाम्रो बहिनीले हाम्रो गर्नुभएको भ्लगमा हामी एकदम सिक्योर लाइक शेयर सक्यो। सब्स्क्राइब गरिदिनु भनेर पनि भन्नु न सबैजना लाइक सेयर सब्सक्राइब गरिदिनु म नि गरिदिन्छु लाइक शेयर सब्स्क्राइब सबै गरिदिन्छु ल मेरो बहिनीले गर्नुभएको ठाउँमा सब्सक्राइब गर्नुहोस् र सेयर पनि गर्नुहोस् फलो ब्याक गर्नुहोस् नत्र चाहिँ रोमानीमा अलिक गाह्रो नै होला ल गाइज अब हामी यो ठाउँ छोडेर जान लागेको ल है हामी यो ठाउँ छोडेर जान लागेको लास्ट यहाँ बार्बिक्यू सकियो अनि यहाँ देख्न सक्नुहुन्छ बच्चाहरू यस्तो चिसोमा नि खेल्दैछ ल हामी जान लाग्यो गाइज ल गुड बाई सबैजनालाई टुडे धेरै 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 फन भयो आज तपाईहरुलाई के कस्तो लाग्यो हाम्रो कमेन्ट गर्नु होला लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला तपाईहरुलाई मेरो नाम थाहा छैन भने चाहिँ माइ नेम इज अपेक्षा श्रेष्ठ है ल गाइज हामी होम आइपुग्यौँ फाइनली रिटर्न ब्याक टु होम ल यता हेलो हेलो दाइ रुममा आइपुग्यौँ हामी चाहिँ आइपुग्यौँ होइन त ल यता हामी नै छौँ है आइपुग्यौँ दाइ नै हुनुहुन्छ पछाडि दाइलाई देखेको छ